यस्तो छ बिजोग हेर ल हेर यस्तो गरी गरी कसले काम गर्ने भनेको थियो तिमीहरूलाई हाँसो लगाउँछ ल्याएर केटी हेर त यस्तो गरी गरी यति एरिया यो कार पार्किङ हो। यति एरिया हामी 3 जनाले ठेक्कामा ल्याएको हो। 2 घन्टा होइन 2 घन्टा भन्दा 2000 को ठेक्कामा यति साफ गर्नलाई 3 जनाले। हामी यसरी कन्ट्याक्टमा हिँड्छौँ, जहाँ काम पाइन्छ त्यही हामी 3 जना हामी 3 जना हो। हामी 3 जना ग्रुप छ, 3 जना मिलेर हामी टक्क सफाई पेट्रोलिङ भन्छ क्या पेट्रोलिङ। हेर्नु साथीहरू केटीहरू एकदम मेहनती छन्। जसले लग्छ जसले बिहा गर्छ तिनीहरू खुसी हो, एकदम भाग्यमानी हुन्छ। ल कसलाई चाहिन्छ यिनी 2 टी मध्येमा मलाई चाहिँ म्यासेजमा कमेन्ट गर्नु होला, कमेन्ट बक्समा। आहा हेलो गाइस टु माई भ्लग मी। सबैलाई नमस्कार। आज म एउटा भ्लग लिएर आएको छु। आज हामी यस गुवामा काम गरिरहेको छौँ र आज हामी यस पार्किङमा झाडु लाउँदैछौँ। यसको ठाउँ हेर्नुहुन्छ भने यति दामी छ नि, यति दामी छ नि, तपाईँलाई म बयानै गर्न सक्दैन। यति दामी छ, यति दामी छ। गाह्रो छ साथीहरू, गर्मी छ, लास्टै काम गर्नुपर्छ। अरूको ठाउँमा गाह्रो छ। हाम्रो दाइले फेरि धेरै मेहनत गर्नुहुन्छ। उहाँ हुनुहुन्छ तर पनि काम गर्नुहुन्छ जनता हो। यति दामी यति राम्रो काम गर्नुहुन्छ तर उहाँले उहाँको बयान गर्न सकिन्न। त्यही भएर यति काम गर्नुपर्छ। यस्तो काम छ, यति दामी ठाउँ छ हजुर। गाइजहरू आफोलु फरिसके यतातिर। कोही आउन चाहनुहुन्छ भने गुवा सम्पर्क गर्न सक्नुहुन्छ। वेलकम टु गुवा टु माई भ्लग मी। राम्रोसँग सफा गर्नु दाइ, जागिर राम्रो पाउनु भयो। स्यालेरी कति छ तपाईँको दाइ भन्नु थियो काम गरेको? महिनाको 20,000 छ जनता हो। यस्तो काम गरेको आउने भयो आउनु होला। उहाँ बहिनी वेटिङमा बस्नु भएको छ। आज दाइको काम राम्रो भइरहेछ। काम गर्ने इच्छुक मान्छेहरू सम्पर्क गर्न सक्नुहुन्छ। मेरो नम्बर छोड्छु भन तिम्रो आफ्नो। मेरो नम्बर नै तपाईँको नम्बर मलाई सम्पर्क गर्न। देखो गाइज तिमीलाई भाइरल बनाऊ त। तिमी भाइरल हुन्छ पक्का।